एनपिएल को हिसाब किताब लिएर चाहिँ एकदम मिडियाबाजी धेरै नै भएको छ। नेपाल प्रिमियर लिग आयोजना गर्दाखेरि नेपाल क्रिकेट संघले धेरै सङ्घर्ष र धेरै चुनौती बीच हामीले 2 संस्करण सम्पन्न गर्यौं। यो सम्पन्न गरिराख्दाखेरि जहिले पनि क्रिकेट संघको खाली एनपिएल को मात्र हिसाब किताब देखाएर जुन एउटा गलत भ्रम फैलाएको छ त्यसको खण्डन क्रिकेट संघ भित्र पनि भइसकेका छन्। राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नै उहाँहरूले माग गर्नु भएको योभन्दा अगाडिको पनि सरकार हुँदाखेरि 2-2वटा कार्यदल गठन भयो, कमिटी गठन भयो, क्रिकेट संघमा आफै सचिव भएर सबै कागजपत्र त्यहाँ बुझाएर पनि त्यसको कुनै निष्कर्ष पनि आएको छैन। अनि क्रिकेटमा र खेलकुदमा र नेपालमा सबभन्दा सजिलो के छ, अख्तियार दुरुपयोग अनुसन्धानलाई प्रयोग गरेर बेनामी उजुरी गरेर भनौँ न विथिति भयो भन्ने खालको यो हरेक कुराको भनौँ न एउटा प्रोभिजन र यो हाम्रो सोसाइटीको जुन नर्म छ यही बीचमा अब क्रिकेट अगाडि बढ्दैछ। जति क्रिकेट ठुलो हुँदै गयो यो भित्रबाट पनि बाहिरबाट यो भित्रका हामी जतिजना छौँ र बाहिरका जति पनि क्रिकेटलाई साथ सहयोग गर्ने मान्छेहरू छ सबैको चासो बढ्दो क्रम छ। चासो बढ्दो क्रममा एउटा सानो सानो कुरालाई पनि आज क्रिकेटको न्युज बन्ने भएको हुँदा क्रिकेट सङ्घ स्पष्ट छ, स्पष्ट धारणामा, स्पष्ट कानुनमा हामी अगाडि बढ्छौँ। यसको सहकार्य गर्नको लागि हामीलाई राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालयका सबैको साथ सहयोग र समन्वय भएकै छ। त्यसैले हिसाब किताबको विषयमा धेरै चिन्ता लिनु परेन। त्यो सार्वजनिक भएका पनि छन्। हिसाब किताब चाहिएको कुराहरू हामीले अफिसमा आएर सम्पूर्ण हाम्रा साथीहरूलाई पनि हेर्नु भनेको, तर उहाँहरूले इमेलमै चाहिने भएको हुँदा फेरि कुनै पनि सङ्घ संस्थाको डकुमेन्ट्सहरू इमेलमा पठाउने प्रावधान पहिला पनि थिएन। त्यसैले सङ्घको एउटा डकुमेन्ट्सहरूलाई चाहिँ अफिसमा आएर कार्यालय हेर्ने भन्दाखेरि त्यो नभएको अवस्थामा पनि सायद उहाँहरूलाई के नै भयो जस्तो खालको लागेको पनि होला। उहाँहरूले विभिन्न ठाउँमा गुहार्नु भएको पनि छ। सो सम्बन्धित निकायसँग हामी समन्वय गरेर यसलाई सल्भ। अब यो आन्तरिक विवादहरू हेर्नुहोस्, यो हरेक सङ्घ संस्थामा हुन्छ नै, कुनै देखिन्छन् कुनै देखिँदैन। त्यसैले विवाद के को लागि र कसको लागि भन्ने कुरामा सायद आधिकारिक निर्णय या आधिकारिक धारणा क्रिकेट सङ्घले दिएको पनि छैन। त्यसैले अब कसैलाई कुनै काम या क्रियाकलाप असन्तुष्ट हुँदाखेरि व्यक्तिगत स्वतन्त्रता अब ढोक्ढकाउने काम हुँदा त क्रिकेट सङ्घले सायद राष्ट्रिय खेलकुद परिषद मन्त्रालय नै हो। अब राजनीतिक हस्तक्षेप भन्न मलाई लाग्दैन कि कुनै पनि सरकारले क्रिकेट सङ्घप्रति त्यस्तो राजनीतिक हस्तक्षेप आजसम्म भएको छ। इनफ्याक्ट म भन्दै आएको छु, नेपाल सरकार, नेपाल क्रिकेटप्रति म आफै आज 25 वर्ष भइसक्यो यो क्षेत्रमा लागेको, एकदमै धेरै साथ सहयोग छ। अझ विगतको भनौँ न लास्ट 2 वर्षमा जुन पूर्वाधारमा सरकारले गरेको लगानी, निजी क्षेत्रको लगानी, सबै कुरा हेर्दाखेरि चाहिँ हामीले यसलाई पोजिटिभली लिनुपर्छ। अब विवादको कुराहरू हामी आन्तरिक विवादहरू बसेर छलफल गर्नेछौँ। मिडियामा आएका कुराहरूलाई खण्डन गर्नेछौँ। यही बिचमा क्रिकेट सङ्घभित्रका पनि सबै साथीभाइहरूसँग बसेर हामीले समन्वय गरेका छौँ। त्यसैले अब व्यक्तिगत कुनै समूह या कुनै भनौँ न अब पदाधिकारी या कुनै भनौँ न सदस्यलाई आफूले लागेको कुराहरू उहाँले चित्त बुझेन भने अब उहाँले आफ्नो एउटा बाटो छान्नु भएको छ या देखिन्छ। तर यही बिचमा क्रिकेट सङ्घ एक ढिका भएर अगाडि बढेको छ र बढ्ने पनि छ।